आजको टपिक अलिकति हेभी हुनसक्छ, त्यसैले थ्योरी र साइकोलोजी टर्म्सबाट सुरु गर्दिनँ म। म एउटा स्टोरीबाट सुरु गर्छु। एउटा साथीले एक दिन आफ्नो सानो बेलाको कुरा सुनायो। वर्षौँ अगाडि उसको दाजु र उसको बिचमा भएको एउटा घटनाको बारेमा। उसले भन्यो, "मेरो दाइ एकदमै बुल्ली खालको नेचरको थियो। एक दिन म यत्तिकै आँगनमा खेलिरहेको थिएँ, मेरो दाइले एक्कासी आएर फ्लाइङ किक हान्यो अनि म लडेर चोट लाग्यो, अलिकति गहिरै थियो चोट" भन्यो उसले भन्यो। उसले यो कुरा अलिक भावुक हुँदै कन्फिडेन्सका साथ भन्यो। उसको मेमोरी एकदम क्लियर थियो र मैले पनि पत्याएँ। अन द अदर ह्यान्ड एक दिन मैले उसको दाइसँग कुरामा त्यो इन्सिडेन्टको कुरा निस्किएको थियो र उसको भर्जन एकदमै डिफ्रेन्ट थियो। उसले भने, "म परालमाथि चिलमा कमिक बुक पढेर बसिरहेको थिएँ। अचानक मेरो टाउकोमा एउटा ढुङ्गाले प्रहार भयो। मैले फर्केर हेर्दा मेरो भाइ रहेछ। मैले त्यसलाई लखेटेर त्यसलाई एक किक हानिदिएँ।" दाजुको मेमोरीमा एउटा ढुङ्गा थियो, एउटा कज थियो र सानो भाइको मेमोरीमा ढुङ्गा थिएन, सिर्फ किक मात्रै थियो। उसले सुरु गरेको थियो र उसलाई आफैलाई थाहा थिएन। सो द इन्ट्रेस्टिङ क्वेसन इज, के ऊ झुट बोल्दै थियो त? सायद होइन। उसले जानी त्यो ढुङ्गावाला पार्ट डिलिट गरेको थिएन। कन्सियसली कुरा लुकाएको थिएन। तर उसको माइन्डले एउटा कुरा बिल्कुल ह्यान्डल गर्न सकेन, आफू गल्तीमा रहनुको। र त्यसैले स्टोरी एडजस्ट भयो, मेमोरी एडिट भयो, कज गायब भयो र रियाक्सन मात्र बाँकी रह्यो। र अब उसलाई जेन्युनली याद छ, यही कुरा डेन्जरस छ। झुट बोल्नु डेन्जरस होइन, तर सही नहुँदै जेन्युनली कन्भिन्स्ड हुनु त्यो डेन्जरस छ। किनकि यहाँबाट सुरु हुन्छ एउटा पिरामिड। अब एउटा पिरामिड इमेजिन गर्नुहोस्। सबैभन्दा तल एउटा सानो वाक्य छ, मैले एउटा सानो गल्ती गरेँ, सबैले गर्छन् त्यो त, इट्स ओके, बस यति मात्रै। र त्यसको माथि, आई वाज ओन्ली ट्राइङ टु हेल्प। त्यसको माथि अर्को तह, इट्स नट अ बिग डिल। र त्यसको माथि, आई ह्याड नो चोइस। र त्यसको माथि, दे डिजर्भ इट। अनि सबैभन्दा माथि, आई डिड नथिङ रङ। यो पिरामिडको डेन्जरस कुरा टपमा होइन, डेन्जरस कुरा यो हो, हरेक स्टेप रिजनेबल लागिरहेको हुन्छ। कोही पनि मानिस बिहान उठ्ने बित्तिकै आज म वास्तविकताबाट टाढा हुन्छु वा यथार्थसँगको सम्बन्ध तोड्छु भनेर निर्णय गर्दैन। त्यो बिस्तारै हुन्छ। वान जस्टिफिकेसन, देन अनदर। अनि एक दिन इगो प्रोटेक्ट गर्ने स्टोरी रियालिटीभन्दा बढी रियल लाग्न थाल्दछ। र साइकोलोजिस्टहरूसँग यसको एउटा नाम छ, कग्निटिभ डिजोनेन्स। जब हाम्रो एक्सन्स र हाम्रो सेल्फ इमेज बिच कन्फ्लिक्ट हुन्छ, माइन्ड अनकम्फर्टेबल हुन्छ। हामी आफूलाई जेनरली राम्रो मान्छे ठान्दछौँ, फेयर, रिजनेबल, अनेस्ट, रिस्पोन्सिबल। तर रियालिटीले त्यो इमेजलाई च्यालेन्ज गर्यो भने माइन्डसँग एउटा चोइस आउँछ, एभिडेन्स स्वीकार गर्ने कि एक्सप्लेनेसन खोज्ने। र धेरै पटक एक्सप्लेनेसनले जित्छ। यो कुरा बुझिसके पछाडि धेरै कुराहरू सडनली सेन्स बनाउन थाले। किन कसैले राम्रो किताब रेकमेन्ड गर्दा हामीभित्र रेजिस्टेन्स या प्रतिरोध आउँछ? किन कसैले एडभाइस दिँदा हामी फ्लज खोज्न थाल्दछौँ? उसलाई मेरो सिचुएसन थाहा छैन, लाइफ यति सिम्पल हुँदैन, यो त राइटरको ओपिनियन हो। र कहिलेकाहीँ यी क्रिटिसिजम सही पनि हुन सक्छन्, तर कहिलेकाहीँ प्रब्लम एडभाइसमा हुँदैन। प्रब्लम त्यो पोसिबिलिटीमा हुन्छ कि एडभाइस सही हुन सक्छ। किनकि यदि एडभाइस सही छ भने हामी चेन्ज हुनुपर्दछ र चेन्ज भन्दा जस्टिफिकेसन सजिलो हुन्छ। क्यारोल टेब्रिस र एलियट एरोन्सनको मिस्टेक्स वर मेड बट नट बाई मी, यही कोर विषयको किताब हो। र यो किताब पढ्दा मलाई एउटा कुरा बारम्बार लागिरहेको थियो कि सायद इतिहासकै केही सबैभन्दा ठुला झुटहरू कुनै खराब वा दुष्ट मानिसहरूले बनाएका थिएनन्। सायद ती त आफूलाई गलत साबित हुनबाट बच्नको लागि आफूलाई जोगाउन खोज्ने सामान्य मानिसहरूले बनाएका थिए। र यही कारणले कग्निटिभ डिजोनेन्स एकदमै डेन्जरस हुन्छ। यो केवल इन्डिभिजुअल्समा मात्र हुँदैन, होल गभर्मेन्ट्समा पनि यसकै इन्फ्लुएन्स पाउन सक्छन्। लेखकहरूको एउटा इक्जाम्पल दिन्छन्, जर्ज डब्ल्यू बुश र इराकको वार। युद्ध सुरु हुँदा धेरै कन्फिडेन्ट क्लेम्सहरू आएका थिए, वेपन्स अफ मास डिस्ट्रक्सन, टेररिस्ट लिङ्क्स, क्विक भिक्ट्री। धेरै क्लेम्स पछि गलत साबित भए, तर मिस्टेक स्वीकार गर्नुभन्दा स्टोरी रिभाइज गर्न सजिलो भयो। रिजन्स बदलिँदै गयो, एक्सप्लेनेसन बदलिँदै गयो, स्टोरी एडजस्ट हुँदै गए, तर सर्टेनिटी या निश्चय बाँकी रह्यो। तर यो पोलिटिक्समा मात्रै हुँदैन, यो घरभित्र पनि, रिलेसनसिपमा पनि हुन्छ, फ्रेन्डसिपमा पनि हुन्छ, म्यारिएजमा पनि हुन्छ। धेरै पेरेन्ट्सहरू कम्पेरिजन गर्छन्, माया र केयरबाट, कन्सर्नबाट, या भनौँ फियरबाट। तर बच्चाले सुन्ने मेसेज फरक हुनसक्छ। छिमेकीको छोरा हेर, तेरो दिदी हेर, त किन यस्तो छस्? पेरेन्ट्सले सोच्दछन् कि म मोटिभेट गरिरहेको छु, तर बच्चाले सुन्दछ, म पर्याप्त छैन। दुवै पक्ष आवश्यक रूपमा खराब वा दुष्ट हुँदैनन्, तर इम्प्याक्ट र इन्टेन्सन सधैँ एउटै हुँदैनन्। यो हिपोक्रेसी मात्र होइन, यो सेल्फ जस्टिफिकेसनको नेचुरल एक्सटेन्सन हो। हामी आफ्नो सफलताको इतिहास आफै लेख्छौँ, तर असफलताको दोष भाग्य वा अरूलाई दिन्छौँ। किताबमा यसको एउटा नाम छ, बेनिफिक्टेन्स। इफ समथिङ ब्याड ह्यापन्स, रेस्पोन्सिबिलिटी गोज एल्सवेयर। बच्चा सफल भयो भने मैले राम्रोसँग हुर्काएँ, तर यदि बच्चा स्ट्रगल गर्यो भने यो धेरै सेन्सिटिभ छ, यो लुवाँदे केही गरी खान सक्दैन। र यहाँबाट एउटा गहिरो कुरा सुरु हुन्छ, विच इज मेमोरी। र यहाँ मेमोरी कुनै सिसिटिभी होइन, मेमोरी कुनै रेकर्डिङ होइन,
मेमोरी रिकन्स्ट्रक्सन या पुनर्निर्माण हो। हामी पास्ट रिप्ले गर्दैनौँ, हामी पास्ट पुनर्निर्माण गर्छौँ। अगेन एन्ड अगेन एन्ड अगेन। र यहाँ लेखकहरूले एउटा एकदमै सुन्दर आइडिया दिन्छन्। कन्सियस लाइ र अनकन्सियस सेल्फ जस्टिफिकेसनको बिचमा एउटा ग्रे एरिया हुन्छ र त्यहाँ एउटा अनरिलायबल इतिहासकार बसिरहेको हुन्छ। त्यसको नाम हो मेमोरी। कुनै बच्चालाई कम्पेरिजन ह्युमिलेसन लाग्न सक्छ, पेरेन्ट्सलाई डिसिप्लिन। बच्चाको मेमोरीमा पीडा या पेन हुनसक्छ भने पेरेन्ट्सको मेमोरीमा इरादा वा इन्टेन्सन हुनसक्छ र दुवैलाई आफ्नो भर्जन सत्य लागिरहेको हुन्छ। वर्षपछि त्यो बच्चा एडल्ट बन्दछ, डिस्टेन्स राख्छ, बााउन्ड्रिजहरू बनाउँछ अनि धेरै पटक पेरेन्टले हिस्ट्री देख्दैन, उनले केवल डिस्टेन्स देख्छ। ऊ बदलियो, ऊ ग्रेटफुल या गुण सम्झिने खाले छैन, हामीले खाइ नखाइ हुर्कायौँ, अहिले हामीलाई बाल दिँदैन। र आइरोनिक के छ भने सायद दुवै पक्ष आफ्नो स्टोरीमा जेन्युनली विश्वास गरिरहेका हुन्छन्। यो किताबको लेसन अरू मानिसहरू गलत छन् भन्ने होइन, यो किताबको लेसन म पनि त गलत हुन सक्छु भन्ने हो, या तपाईँ गलत हुन सक्नुहुन्छ भन्ने हो, हामी सबै गलत हुन सक्छौँ भन्ने हो। हामी आफ्नो स्टोरीका हिरोजहरू हौँ। हामी सबैसँग एक्सप्लेनेसन्स छन्, कन्टेक्स्ट छन्, रिजन्स छन् र जस्टिफिकेसन्स छन्। अरूको गल्ती क्यारेक्टर या चरित्र हुन्छ, आफ्नो गल्ती सर्कमस्टान्सेस या परिस्थिति हुन्छ। त्यो दाजु र सानो भाइको कुरामा फेरि फर्क्यौँ। त्यो ढुङ्गा कहाँ छ त अहिले? गयो, वर्ष अगाडि गयो। चाइल्डहुडको रिसिट हुँदैन, आर्गुमेन्ट्सको सिसिटिभी हुँदैन, इमोसनल चोटको एभिडेन्स या प्रमाणको लकर हुँदैन। यहाँ त बस मेमोरिज हुन्छन् र दुईटा मानिस, एउटै घटना, दुईटै फरक स्टोरिज। अनि हामी सोध्छौँ कसले झुट बोल्यो। तर सायद सही प्रश्न त्यो होइन। सायद सही प्रश्न यो हो, कुन भर्जन या रूपान्तरले व्यक्तिको पहिचानलाई सबैभन्दा बढी सुरक्षित राख्छ। किनकि कहिलेकाहीँ ट्रुथको सबैभन्दा ठुलो एनिमी डिसअनेस्टी होइन, यसको रियल एनिमी हो आफू सही थिए भन्ने गहिरो आवश्यकता। एन्ड मेबी सेल्फ अवेरनेस त्यही क्षण सुरु हुन्छ जब हामी आफैलाई सोध्छौँ, यदि म नै कथा पुनर्लेखन गर्ने हुँ भने के हुन्छ? अनि डरलाग्दो कुरा के हो भने मलाई थाहा पनि नहुन सक्छ कि म यो गर्दैछु भनेर।